के भयो? छैन दाइ, यो आँखा देख्दिनँ मैले। र यो आँखा देख्ने आँखामा पनि घाउ छ, फेरि यो आँखा पनि बन्द भयो भने मेरो दुईटै आँखा ब्ल्यान्ड हुन्छ। ठिक छ। ओ राजा, मलाई मेन्सन गर्न लाग्थ्यो भिडियो सिडियोमा, मलाई मेन्सन यताउति आइरहेको थियो यार है। हजुर ठिक छ, एक्सेप्ट गर त। मैले एक रिक्वेस्ट एक्सेप्ट गर। सबैजनाले सक्दो सपोर्ट गरिदिए यार राजा, सबैजनाले सक्दो सपोर्ट गरिदिए यो भाइलाई यार है। सबैजनाले सक्दो सपोर्ट गरिदियो राजाहरू। ओके, दाइ तपाईँसँग जोइन हुन्छु भनेर मैले कहिले पनि सोचेको थिएन दाइ। अल्ला किन रुन लाग्छ यार मेरो भाइ? नाही अरे यार, किन रुने हो त्यसरी? ठिक भइहाल्ने हो, ठिक यताउति भइहाल्छ, त्यस्तो तनाव नलियो, टेन्सन नलियो। ठिक भइहाल्ने हो, त्यो त उ नगर। फेरि लास्टै रिस्क हुन्छ दाइ। यो आँखा नि ब्ल्यान्ड भइहाल्यो भने के गर्ने मैले? धेरै मलाई गीत गाउन पनि आउँछ दाइ, पढि पनि रहेको छु म सँगसँगै। अनि अब मसँग टाइम नै हुँदैन। दिउँसोतिर म काम गर्छु दाइ, म वेज लेबरको काम गर्छु। अनि दिउँसोतिर काम जानुपर्छ। बिहान तिमीले सुन त, हजुर तिम्रो एकाउन्ट नम्बरहरू केही यताउति केही कुराहरू छ? हजुर मसँग एकाउन्ट छ। चलो ठिक छ, म 50,000 हालिदिउँला है मेरो साइडबाट है मेरो भाइ है। अझै एकाउन्ट नम्बर पनि हाल, यता ग्याङ पनि सबजना हेल्प गर्ने भनेर बसिरहेका छन् है। सबैले हालिदिनुहुन्छ, सबैले माया गर्नुहुन्छ। बिस्तारै सब उठ्छ, त्यसको तनाव नलियो है भाइ। सम्झाउँछौ, तिमी ठिक हुन्छौ। हुन्छ, हस्, तनाव नलियो। त्यो च्याट माया देखाऊ, उतापट्टि गरेर यसो गरिदेऊ यार राजाहरू, सपोर्ट गरिदेऊ यार सबलाई, सबले माया देखाऊ। सबजनाले यसो मिलाएर गरिदिनु होला है। त्यति चाहिँ ग्याङको पावर छ जस्तो लाग्छ, त्यति चाहिँ ग्याङले यसो माया देखाउँछ जस्तो लाग्छ है। कुल ग्याङले त्यति चाहिँ गर्छ जस्तो लाग्छ। उहाँको क्युआरमा अथवा केही कुरामा पछि हाल्नु होला, उहाँले भिडियो सिडियो यताउति गर्नु होला, उहाँको बायोमा यताउति हाल्नुहुन्छ होला, पछि गएर यसो सपोर्ट देखाइदिनु होला, माया यताउति गरिदिनु होला है। सब यता बाहिर विदेशबाट जताबाट पनि हेरिराख्नु भएको छ, जापानबाट यति, त्यहाँबाट यति भनेर लेखिराख्नु भएको छ। लेख्नु त भयो, तर यसो सपोर्ट देखाइदिनु होला राजाहरू, उतापट्टि पनि गएर। सबजना मिल्यो भने थोरै गरेर हुने पनि हो सब कुराहरू है। यसो बिचरा भाइ चिन्ता नगर, टेन्सन नलियो। अल्लाह भगवान् छन् यार, सब ठिक भइहाल्ने हो। चिन्ता नगर। कहाँ हो घर? उता यता पहाड कता हो? अछामका हो? अलि बस्ने कहाँ हो? उता तल त झर्या होला अछामबाट। ललितपुर, गोदावरी। सिधै गोदावरी आएर बस्यो कि उता पनि छन् कोही त? पहाडबाट तलतिर कोही त छन् कि? अङ्कल आन्टी छन् कैलाली, टिकापुर बस्छन्। हजुर ठिक छ। यो मेलु मेलिना मस्ट लभ एकछिन रोका, म साउट आउट दिउँ यार। मोमेन, अनु दिदी, रवि महतो, स्याम थिङ, दिपेन चेम्जोङ, सन्तोष वाइबा, एभ्रीबडी। ओके, क्यान वी पुश फर 100K पोइन्ट्स? क्यान वी डु दिस च्याट? Can we push for 100K? Can we push for 100K? यो मेलु एप्पल प्रकाश चाहिँ किन लेख्या भयो? म मेलिना अधिकारी, तपाईँ चिन्नुहुन्छ? टुल्लु चिने त्यो मेलिना भन्ने उ बहिनी। अनि उसँग नै म पहिलादेखि नै भिडियो बनाउँथे दाइ। मेरो एक्सिडेन्ट हुनुभन्दा पहिलादेखि नै उसँग भिडियो बनाउँथे म। अनि उसले पनि मलाई चिनेको छ। अनि उसले पनि तपाईँले भिडियो सेयर गरिदिन्छु भनेको थियो। मेरो अहिले यस्तो एक्सिडेन्ट हुँदाखेरि नाम चाहिँ मैले पहिला नै राखेको थिएँ। ठिक छ, चिन्ता नगर, त्यो यताउति नगर।
टेन्सन नलिऊ, सब कुरा ठिक हुन्छ। बुझेन? यदि कोही डक्टर यताउति कसैले हेर्न आएका छ, आँखाका डक्टर कोही हुनुहुन्छ भनिसकेपछि ओहो राजाहरू धर्म हुन्थ्यो, यताउति हुन्थ्यो राजाहरू, यसो भाइलाई बोलाएर यसो उपचार गरिदिनु होला, पैसा अहिले नहोला, पछि आँखा ठिक भयो भने यताउति भयो भने कमाएर पनि तिर्दै लाग्यो भाइले, यो भाइको उपचार गरिदिनु होला सबजनाले। यसो कोही छन् भने मनकारी दिल ठुला भएका कोही डक्टरहरू यता च्याटमा बसिरहेका छन् भने राजाहरू माया छ अलवेज। क्युआर उसले हाल्छ होला यताउति लाइभमा, क्युआर हाल्छ होला यताउति। एक गेम मजा हानौँ 100K नपुगेको त नपठाउँ होला यार। हाम्रो च्याटमा आएर यताउति आएर 100 हाम्रो लाइभमा आएर 100K पोइन्ट नपुगाइकन त नगरौँ होला, नपठाउँ होला है भाइ। एक्सेप्ट गर अर्को, एक्सेप्ट गर दाइ। मैले तपाईँको पनि धेरै भिडियो हालेको छु यो आइडीमा, तपाईँलाई म जहिले पनि हेरिरहेको छु लाइभमा। ठिक छ मेरो आँखा सन्चो भएको दिनमा, नदुखेको दिनमा तपाईँको लाइभ हेरिरहेको थिएँ मैले। ठिक छ च्याट 100K बनाउँ होला है, 100K पोइन्ट्स त बनाएर पठाउँ होला यार। माया देखाइदिनु सबजना यार, माया देखाइदिनु। यसो भाइका नजिकका कोही अछामका यस्तो नगरपालिकामा कोही छन् भने केटाहरू नगरपालिकातिर बसिरहेका कोही छन्, यताउति गाउँ समाज कोही छ भने समाजले पनि मिलेर यसो उठाइदेऊ। यताउति धेरै उ त होइन, धेरै ठुलो रकम त होइन, सबजना मिल्यो भने हुने हो है। दाइ तपाईँसँग जोइन हुनु भएको थियो त को? माउडे दाइ। उहाँ मेरो दाइ पर्नुहुन्छ, मेरै गाउँको हो उहाँ। उहाँले पनि मलाई तपाईँसँग जोइन हुनलाई धेरै सपोर्ट गर्नुभयो। ठिक छ एकदम माया छ भनिदिनु है। क्युआरको फोटो देखाउनु, क्युआरको फोटो फेरि लाइभमा देखाउन मिल्ने होइन कि, उसले भिडियो सिडियो हाल्ला यताउति गर्ला, त्यति बेला म उ गरिदिनु के गरौँ त। उसको पछि बायोमा यताउति गरेर बायो सायोमा हाल्ला, केही कुराहरू गर्ला, त्यति बेला म सपोर्ट देखाइदिनु होला है। माया देखाइदिनु यार उतापट्टि गएर यार। ठिक छ के कतिमा पढ्छौ तिमी? अहिले ब्याचलर पढ्छौ? हजुर। ठिक छ चाँडै निको भइहाल्छ, त्यो टेन्सन नलिऊ। त्यो यताउति रोना धोना काम यताउति नगर, चिन्ता जति चिन्ता। मैले पढ्न पनि सकिरहेको छैन दाइ। किताबमा धेरै लङ टाइम किताब हेऱ्यो भने आँखा दुखिहाल्छ। ठिक छ भाइ, चाँडै सन्चो भइहाल्छौ तिमी। ए राजाहरू कोही छैनन् हाम्रोमा? एउटा गीत गाउनु भन्नुभएको छ सबैजनाले। गाउन यार, गाउन सुनौ। गीत जस्तो भए पनि लाइक अब त्यस्तो केही पनि नसोच्दिनु होला। केही भन्दैन कि, कोही भन्यो भने म भनिहालौँ त। हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि, मायाको डोली चढाई तिमीलाई लैजाउँला नि, बसौँला सानै घरमा मै राजा तिमी रानी, बसौँला सानै घरमा मै राजा तिमी रानी। तिम्रो त बोली मिठो झनै राम्रो तिम्रो बानी, तिम्रो त बोली मिठो झनै राम्रो तिम्रो बानी, बसौँला सानै घरमा मै राजा तिमी रानी, बसौँला सानै घरमा मै राजा तिमी रानी। होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी, होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी, बसौँला सानै घरमा मै राजा तिमी रानी, बसौँला सानै घरमा मै राजा तिमी रानी। राम्रो गाउने पनि त राम्रो रहेछ। गीत गाउन आउँछ दाइ तर मसला यार। मोमेन अनु दिदी
सन्तोष विनय एभ्रिवान ओके इट्स 52 जहिले पनि खुसी बनाइदिनुहुन्छ अनु दिदी मुमेन्ट एभ्रीबडी हो के च्याट गो फर द पुश अल्टिमेट पुश 30 सेकेन्ड्स ओके 30 सेकेन्ड्स ओन्ली गो फर द पुश 100K ओके हाम्रो टार्गेट 100K छ लेट्स गेटिङ गो लेट्स सी ग्याङको पावर हेरौँ लेट्स सी ओके लेट्स सी बिग लभ बिग साउट आउट मुभमेन्ट अनुदी एभ्रीबडी दादा एउटा गीत अझ गाउँछु है गाउँ न मेरो भाइ राजा भेटाउने गोरेटो छुटाउने दो बाटो हेरिन्जलको सम्झना छुटेपछि तिर्सना जिन्दगानी दर्पण छाया हेरिन्जलको सम्झना छुटेपछि तिर्सना जिन्दगानी दर्पण छाया मसलब मेरो भाइ सुन्न हजुर आज फेरि यता मान्छे पनि सपोर्ट गर्ने यताउति भनौँ न यताउति आज उतापट्टि बन्द पनि छ अरे किप्टिङ सिप्टिङ युएसएतिर यताउतितिर मेरा फेरि उता दाईहरू सबजना बाहिर त्यतातिर छन् सब माया गर्ने दाईहरू बुझेन आजलाई मेरो लागि सबै जोइन हुनु पनि ठुलो कुरा हो थ्याङ्क यू ठिक छ मेरो भाइ राजा मलाई आफ्नो डकुमेन्ट चाहिँ त पठाइदिनु म तिमीलाई अहिले मेसेज गर्ला है अनि यसो आफ्नो बायोमा डिटेल्सहरू लेखिदिनु यता मान्छेहरू सबजना हेल्प गर्ने खोजिरहेका छन् सबैले गर्नुहुन्छ नआत्तिनु माया छ मेरो भाइ ल ओके राजा ल हुन्छ दादा थ्याङ्क यू सो मच सबैजनालाई अनु दिदी